मध्य प्रदेशमा अति भारी वर्षा, काठमाडौँ सहित 18 जिल्लामा रेड अलर्ट। अधिकांश खोला तथा नदीको जलसतह खतरा नजिक। शनिबार रातभर उच्च जोखिम। विपद प्रतिकारका लागि सबै सरकारी संयन्त्र परिचालन। हेलिकप्टर तैनात राख्न निजी क्षेत्रलाई गृहको पत्राचार। 5 थरमा जीव दुर्घटना हुँदा 6 जनाको ज्यान गयो। अविरल वर्षाका कारण हवाई र स्थल मार्ग ठप्प। काठमाडौँ आउने सबै नाकामा अवरोध। दशैं मनाएर फर्किएका सर्वसाधारण बीच बाटोमै रोकिए। थप 2 दिन यात्रा नगर्न सुझाव। राजनीतिक संकटका बीच जापानले पायो पहिलो महिला प्रधानमन्त्री। कन्जर्भेटिभ पार्टीकी 64 वर्षीय साने ताकासी प्रधानमन्त्री नियुक्त। महिला T20 श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी। मलेसिया 6 विकेटले पराजित। अर्को खेल भोलि हुने। अब समाचार विस्तारमा। जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी 30 घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ। आगामी 36 घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थित र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ। विभागका अनुसार सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ। यी क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ। यस्तै अविरल वर्षासँगै बागमती नदीको बहाव तीव्र बनेसँगै बल्खु र विष्णुमती दोभान क्षेत्र डुबाउन परेको छ। पानीको सतह अलर्ट अवस्थामा पुगेपछि बल्खु तरकारी बजार खाली गराइएको छ भने नदी किनारका सुकुम्बासी बस्तीहरूबाट पनि स्थानीयलाई हटाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसैगरी बल्खु कुलेश्वर क्षेत्रमा बागमती खोलाको पानी बस्तीभित्र पस्दा करिब 100 सुकुम्बासी घरधुरीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो। प्रभावितहरूलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न भूभागमा शुक्रबार बेलुकादेखि निरन्तर वर्षा भइरहेको छ। आज साँझसम्म 15वटा जलमापन केन्द्रमा खतराको तह पार गरिसकेको छ। जुबान, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै मुख्य सडक खण्डहरू बन्द गरिएको छ। सरकारले आइतबार बिहानसम्म अति भारी वर्षा हुने भएकाले सचेत हुन आग्रह गरेको छ। एक रिपोर्ट। बंगालको खाडीबाट आएको जलबाष्पयुक्त वायुको प्रभावले देशका अधिकांश क्षेत्रमा शुक्रबार राति 10 बजे यता वर्षा जारी छ। जति जति समय घर्किँदैछ नदी किनारामा पानीको बहाव बढ्दैछ। नदी र सहायक नदीहरूले सतर्कता पार गरिसकेका छन्। बारी, पहिरो, डुबान जस्ता घटना बढिरहेका छन्। तराईका जिल्लाहरूमा डुबान सुरु भइसकेको छ, जबकि वर्षा हुने मुख्य समय सुरु नै भएको छैन। अहिले देशभर 100 मिलिलिटरदेखि 200 मिलिलिटर अर्थात् भारीदेखि अति भारी वर्षा भइरहेको छ। मौसमविदहरूले शनिबार राति 10 बजेदेखि बिहान 2 बजेसम्मको समयलाई थप खतरा भनेका छन्। यो अवधिमा अति भारी वर्षा हुने जनाएको छ। अति भारी वर्षा हुने भएकाले सर्वसाधारणलाई समेत चनाखो भएर बस्न अपिल गरिएको छ। नेपालको चाहिँ मध्य भागबाट चाहिँ छिरिरहेको अवस्था छ। यसले विशेष गरेर आज बेलुकादेखि भोलि बिहान 8 बजेसम्म चाहिँ आज बेलुका कति बजे 7-8 बजेबाट चाहिँ भोलि बिहान 8 बजेसम्म, विशेष गरी बेलुका 10 बजेदेखि बिहान 2 बजेसम्म चाहिँ अति भारी वर्षा हुने सम्भावना रहेको छ। अति भारी वर्षा हुने सम्भावना भएकोले सबैलाई सचेत रहन, बागमती प्रदेश, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका साथीहरूलाई चाहिँ, बासिन्दाहरूलाई चाहिँ, स्पेसल्ली नदी किनारमा बस्ने बासिन्दा र यातायात गर्दाखेरि चाहिँ सावधानी अपनाउनलाई चाहिँ सबैलाई चाहिँ मेसेज पुर्याइदिनु हुनलाई म यहाँहरूलाई अनुरोध गरेँ। शनिबार साँझसम्ममा उपत्यकाको बागमती र मनोहरा नदीले सतर्कता पार गरिसकेको छ। ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह 3.5 मिटर रहेकोमा जलस्तर 3.58 मिटर पुगेको छ भने मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह 4.4 मिटर रहेकोमा सो तह पार भइसकेको छ। नखु खोलामा जलस्तर तीव्र रूपमा बढिरहेको छ। बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि थापाथली, टेकु, दोभान र बल्खुका स्थानीयहरू बस्ती छाड्न थालिसकेको छ।
अति भारी वर्षाका कारण तराईका जिल्लाहरूमा डुबान सुरु भइसकेको छ। पर्साको वीरगञ्ज, रौतहटको गौर, महेशपुर, बाराको कलैया जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरिसकेको छ। बागमती नदी जलाधार अन्तर्गत बाराको सिमरा विमानस्थलमा पछिल्लो 12 घण्टामा 137 मिलिलिटर र पछिल्लो 24 घण्टामा 138 मिलिलिटर वर्षा भएको छ। बाराको निजगढमा पछिल्लो 12 घण्टामा 124 मिलिलिटर, पवनीपुरमा 159 मिलिलिटर वर्षा भएको छ। रौतहटको गौरमा पछिल्लो 12 घण्टामा 212 मिलिलिटर, गरुडामा 126, महेश्वरमा 205 मिलिलिटर वर्षा भएको छ। पर्साको रङ्गपुरमा 31-35 मिलिलिटर, मुडलीमा 176 मिलिलिटर वर्षा भएको छ। काठमाडौँमा कुल हामीसँग 9वटा केन्द्रहरू स्वचालित बाढी मापन केन्द्रहरू छन्। तीमध्ये मनोहरा खोला बालकुमारी केन्द्र र बागमती नदी खोकना केन्द्र, 2टा केन्द्रमा बाढीले सतर्कताको तह पार गरेको छ। 125 जलमापन केन्द्र मध्ये 15वटा केन्द्रमा खतराको तह पार भइसकेको छ। तत्काल उद्धार एवं सहयोगका लागि सेनासहित सुरक्षा निकाय सडकमा तयारी अवस्थामै राखिएको छ। विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग सचेतनाका लागि समुदायमा गएर माइकिङ गर्नेदेखि उद्धारका सामग्री सहित सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले हाल चाहिँ आजको दिनमा चाहिँ अहिले 2661 जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई 332 स्थानमा चाहिँ त्यो बोट्स अन द ग्राउन्ड छ। अहिले उहाँहरू डिप्लोय भइराख्नु भएको छ र विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग र समुदायहरूमा गएर माइकिङ गर्ने, सचेतनाका लागि माइकिङ गर्नेदेखि लिएर उद्धारका सामग्री सहित परिचालन भइरहेको अवस्था छ। 5 प्रदेशका 40 जिल्ला उच्च जोखिममा छन्। त्यसमध्ये मधेसका सबै र बागमतीका अधिकांश 18 जिल्लामा रेड अलर्ट जारी गरिएको छ। कोशीका सबैजसो तथा लुम्बिनी र गण्डकी प्रदेशका खे जिल्लामा अलर्ट जारी गरिएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। निरन्तर झरीपछि बाढी, पहिरो र डुबानका कारण देशभर कहाँ कहाँ के भयो त? एक रिपोर्ट। बाहिरिने समयमै मनसुन सक्रिय हुँदा 38 जिल्लाको जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण हवाई र सडक मार्ग बन्द हुँदा यात्रुहरूले शास्ति बेहोरेका छन्। अर्कोतर्फ यही वर्ष चरम खडेरीको सामना गरेको मधेस नै वर्षाबाट धेरै प्रभावित हुने अवस्था छ। दशैं बिदा मनाएर कार्यस्थल फर्कनेहरू बाटोमै रोकिएका छन्। सरकार बिदा थप्न बाध्य बनेको छ। भारी वर्षाका कारण देशभर के भयो? 5 थरमा दुर्घटना, 6 जनाको मृत्यु। 5 थरको कुम्या गाउँपालिका 2 र 1 को सिमानामा पर्ने कात्तिके डाँडामा जीप दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। 6 जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे 1J 3055 नम्बरको बोलेरो गाडी शनिबार बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो। यातायात बन्द, राजमार्गको बिजोग। भारी वर्षाका कारण हुन सक्ने सम्भावित विपदका घटनालाई ध्यानमा राखी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात 3 दिन बन्द गरेको छ। काठमाडौँ आइरहेका यात्रुवाहक सवारीलाई नारायणगढमै रोकिएको छ। नागढुङ्गाबाट समेत सवारी साधनहरूलाई काठमाडौँमै फर्काइएको छ। बीपी राजमार्गमा पनि बीच बाटोमै रोकिएका छन्। काठमाडौँलाई हेटौँडासँग जोड्ने सबै बाटो बन्द भएका छन्। अलपत्र यात्रुलाई खाद्यान्न। सरकारले विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीय प्रशासन र स्थानीय सरकारलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले जानकारी दिएका छन्। अति भारी वर्षा। बितेका 12 घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा 182 मिलिलिटर वर्षा भएको छ। बारामा 140.4, रौतहटको गौरमा वर्षा मापन केन्द्रमा 129, रौतहटकै महेशपुरमा 124 मिलिलिटर वर्षा भएको छ। यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यका लगायत 14वटा जिल्लामा 50 मिलिलिटर भन्दा माथि वर्षा भएको छ। 50 भन्दा बढी मापन केन्द्रहरूमा 30 मिलिलिटरदेखि 50 मिलिलिटरसम्म वर्षा भएको छ। जोखिमयुक्त बस्तीका बासिन्दालाई स्थानान्तरण। अविरल वर्षासँगै काठमाडौँको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्। विशेष गरी बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरूमा
पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्। डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेना समेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ। काठमाडौँका नदी करिडोरहरूमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बागमती, विष्णुमती लगायत तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थानान्तरण गर्न परे विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन्। आन्तरिक उडान बन्द। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ। मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ। कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ। देशभर 2 दिन सार्वजनिक बिदा। सरकारले देशभर 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज 19 र 20 गते सार्वजनिक बिदा दिन निर्णय गरेको छ। यद्यपि अत्यावश्यक कार्यालयका कर्मचारीहरूलाई भने तत्काल सम्बन्धित कार्यालयमा हाजिर हुन भनिएको छ। सोमबार बिहानैसम्म उच्च सतर्कता अपनाउनु पर्ने। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले देशका विभिन्न भागमा आइतबार मध्याह्नसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति 7-8 बजेबाट आइतबार मध्याह्न 12-1 बजेसम्म काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। हाइवे अपडेट। 6 स्थानमा सडक अवरुद्ध। वर्षाका कारण नारायणघाट मुगलिन सडक खण्डमा काठमाडौँतर्फ सवारी आवागमन अवरुद्ध भएको छ। तुइन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको छ। यता मुगलिन नागढुङ्गा सडक खण्डको जवाङ खोला नजिकै पहिरो जाँदा सडक 2 तर्फी अवरुद्ध भएको छ। अविरल वर्षा र पहिरोका कारण देशका 2 प्रमुख प्रदेश कोशी र बागमती अन्तर्गत मुख्य राजमार्गहरू 4 स्थानमा पूर्ण रूपमा अवरुद्ध भएका छन्। सङ्खुवासभाको भोटखोला गाउँपालिका 4, बरुण खोला र मकालु गाउँपालिका 3 पुगमा क्षेत्रमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4, सार्की पोखरी, धादिङको बेनीघाट, रोराङ गाउँपालिका 10, जबाङखोला, रामेछापको गोकुलगङ्गा गाउँपालिका 8, पूजा खोला र सुम्पुखा गोकुलगङ्गा गाउँपालिका 7मा समेत राजमार्ग सञ्चालनमा अवरुद्ध भएको छ। देशभर लगातार परेको अविरल वर्षाले दिनभर जनजीवन प्रभावित बन्यो। हिजो रातिदेखि नै अविरल झरी पर्दा दैनिक काममा निस्कने र दशैंको टीका लगाउन जानेहरू समेत प्रभावित बने। एक रिपोर्ट। शुक्रबार रातिदेखि अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मनसुन सक्रिय हुने वर्षाको समय असार साउन बिर्साउने गरी बाहिरिने क्रममा मनसुन सक्रिय बन्यो। काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ। कतै कटान त कतै डुबान। हरेक वर्ष प्रभावित हुने बागमती नदी किनारको सुकुम्बासी बस्ती यसपटक पनि डुबानमा परेको छ। त्यहाँ सेना नै परिचालन गर्नु परेको थियो। शनिबार बिहानैदेखि वर्षाको मात्रा बढ्दै गएको छ। बिहान काठमाडौँका सबै जसो क्षेत्रमा 10 मिलिमिटरसम्म वर्षा हुँदा दिउँसो भने 3 मिलिमिटर आसपास भइरहेको छ। राति 8 बजेदेखि भोलि बिहानसम्म थप जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविदको सुझाव छ। थप 2 दिन पानी पर्ने सम्भावना रहेकाले जोखिम बढाएको छ। शुक्रबार रातिबाट शनिबार र आइतबारसम्मको लागि चाहिँ अलि बढी वर्षा हुन सक्ने सम्भावना भनेर आकलन गरिएको छ र बिस्तारै सोमबारबाट चाहिँ क्रमिक रूपमा मौसममा सुधार आउने अवस्था चाहिँ देखिन्छ। सरकार सम्बन्ध विभिन्न निकायहरूले खास गरी मधेस बागमती कोशी तथा लुम्बिनी र गण्डकी प्रदेशको केही भूभागका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षाले दैनिक जीवनका साथै सबै क्षेत्र प्रभावित बनेको छ। बजारहरू सुनसान छन्। सडकमा हिलो र पानी जमेको छ। ग्रामीण भेगका कतिपय सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन्। नमस्कार, यतिखेर हामी काठमाडौँ स्थित रातो पुलमा छौँ। हिजोबाट परेको अविरल वर्षा अत्यन्तै नाजुक अवस्थामा रातभरि परेको वर्षा छ र सधैँ चाहिँ यो खोला अति नै सानो बगे पनि हिजोबाट परेको पानीले चाहिँ यो भरिन आँटेको छ। देशभर अहिले अविरल वर्षाका कारण खोलाहरू नाला बढ्ने सम्भावना छ। तपाईहरू पनि सुरक्षित स्थानमा रहनुहोला र आफ्नो घर परिवारलाई पनि सुरक्षित स्थानमा बसिदिन तपाईँहरूले सम्पर्क गरेर उहाँहरूलाई सम्झाउनु हुनको लागि पनि अनुरोध गर्दछु। भने सरकारले
लामो दूरीका यातायातहरू बन्द गरिसकेका छन्। सरकारको नियमलाई चाहिँ पालना गरिदिनु हुनको लागि म अनुरोध गर्दछु। यही बीचमा दशैंको टिका थाप्न जानेहरूको पाइला पनि रोकिएका थिएनन्। टिकाको तेस्रो दिन आफन्त कहाँ टिका र जमरा लगाई माग्न जानेहरू बाटोमा अलपत्र जस्तो देखिन्थे। मानिसहरू टिका र आशीर्वादका लागि आफन्तकोमा पुग्न व्यस्त छन्। मौसम प्रतिकूल भए पनि धर्म र संस्कार बचाउनकै लागि पनि दशैं टिका लगाउन हिँडेका छन्। झरी परेको छ यस्तरी छाता ओडी जानै पर्यो। सबै ठाउँ ट्याक्सी खर्च गर्न सकिन्न। सामान्य मान्छे गाह्रो छ कि दसैँ त मनाउनु पर्यो नि जसरी नि। अब सरकारको आवश्यक र मेरो आवश्यक त दसैँ त जसरी नि मनाउनु पर्यो नि होइन। हाम्रो अब परम्परादेखि मनाएर आएको म गोर्खाली पाँडे होइन। गोर्खाली 12 वर्ष पाँडे नुवाकोटबाट शिवपुरी हुँदा यहाँ इमाडोल बसेँ आएको मान्छे म होइन। दसैँ त मनाउनु पर्छ तर बुद्धि पुर्याएर मनाउनु पर्छ। त्यो चाहिँ मैले पनि अलर्ट चाहिँ हेरेको छु। त्यो भएर अहिले छाता ओढेर आफूले सक्ने जसरी चाहिँ सुरक्षितै भएर हिँडेको छु म। नजिकका आफन्त कहाँ टिका लगाउन जानेहरूको सामान्य चलपल देखिए पनि टाढा जानेहरूले भने निकै शास्ति भोग्नु पर्यो। बीच बाटोमा गाडी रोकिँदा गाउँबाट फर्किनेहरू बाटोमै रोकिए। काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत यात्रुहरू अलमल्लमा देखिन्थे। यो त सार्वजनिक सवारी र हवाई सेवा बन्द भएको बहानामा राइड सेयरिङ एपमा अर्को लुट चलेको थियो। नजिकका गन्तव्यमा जानै नखोज्ने र गए पनि तेब्बरसम्म असुलीको गुनासो सर्वसाधारणले गरेका छन्। अब यो ट्याक्सीहरु नजिक जाउँ भन्दा नजिक मान्दैनन्। पठाउले एक्सेप्ट गर्नु सब वरिपरि छ, सब लुट्न मात्रै बसेर छ यहाँ। 3 दिनसम्म वर्षा हुने सूचनाले सर्वसाधारणहरू अर्को जोखिम बढाउने र दैनिकी प्रभावित हुने चिन्तामा छन्। यो एरियाको अवस्था भन्नुहुन्छ भने देखिहाल्नुहुन्छ यो नदी होइन। अब यति माथि आइसकेको छ। म यहाँ लगभग 5 मिनट 7 मिनट भयो बसेको। यो धेरै माथि आइसक्यो भनेपछि यहाँ धेरै पानी नपरे पनि अन्त पानी परिरहेको छ भन्ने यसले प्रश्न पार्छ। त्यो हुनाले गर्दाखेरि चाहिँ अब यो लगातार 3 दिन पानी पर्छ भन्ने चाहिँ जानकारी आएको छ। जोखिम छ यो ठाउँ, जोखिमयुक्त ठान्छु म चाहिँ। त्यही त नजरअन्दाज गर्न सकिँदैन यसको चाहिँ होइन। अब तपाईँको चाहिँ खोला बढिरहेछ। अब तपाईँको खोलाका छेउछाउमा बस्तीहरू छ। त्यो हुनाले गर्दा पनि हामी जस्तो मान्छेहरू चाहिँ हामी यहाँको स्थानीय भएको हुनाले हामीलाई पनि एक किसिमको पीडा बोध भएर म चाहिँ बाहिर निस्केको होइन। अब जनतालाई सचेत गराउनुपर्छ भन्ने हिसाबले निस्केको। यसले उग्र रूप लिन पनि सक्छ किनभने 3 दिन भनेको छ। अझै वर्षा चाहिँ बढ्ने क्रम जारी रहेको भन्ने सुनिन्छ। त्यो हुनाले गर्दा सजग हुनुपर्ने अवस्था छ। एकातर्फ चाडबाड मान्नै पर्ने बाध्यता, अर्कोतर्फ विपदको कहर। सबैभन्दा पहिला प्राथमिकता विपद प्रतिकार र पूर्व तयारीमा दिनुपर्छ। सरकारी निकायहरूबाट प्रेषित भइरहेका सूचना र चेतावनीलाई ख्याल गरी मात्र दैनिक कामहरूको प्रबन्ध गर्न मौसमविदहरूले सुझाएका छन्। त्यसकारण केही दिन सुरक्षित बस्दा नै सम्भावित जोखिमबाट जोगिन्न सकिन्छ। यो हो टेलिभिजनका लागि क्यामेरामा सिरज श्रेष्ठका साथ मिङमा शेर्पा, काठमाडौँ। पाँचथरको कुम्याक गाउँपालिका वडा नम्बर 2 र 3 को सिमानामा पर्ने कार्तिके डाँडामा भएको सवारी दुर्घटनामा 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा 6 जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे 1J3055 नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो। घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले 3 जना महिला र 3 जना पुरुष गरी 6 जनाको मृत्यु भएको जानकारी दिनुभयो। घाइते भएकाहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ। दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूको परिचय खुलेको छैन। सदरमुकाम फेदिमबाट सेना सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको थियो। यस्तै धनगढीबाट पोखराको लागि छुटेको 12ख1907 नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडक खण्डमा दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 12 जना घाइते भएका छन्। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका 4 का 62 वर्षीय गणेश बहादुर शाहीको मृत्यु भएको हो। बसमा सवार सबै 12 जना घाइते भएका छन्। उनीहरूमध्ये 1 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मौसम विज्ञान विभागले भारी वर्षाको चेतावनी दिएकै दिनदेखि सरकारको सक्रियता पनि एकाएक बढ्यो। सर्वसाधारणलाई सजग भन्दा डर त्रास नै पैदा हुने गरीका पूर्व तयारीका काम सरकारले गर्यो। तर त्यो त्रास नभई क्षति हुन नदिने सबैभन्दा प्रभावकारी तयारी थियो। विभागको प्रक्षेपण अनुसार नै 17 गते बेलुकादेखि भइरहेको निरन्तरको वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारी संयन्त्रले चुस्तता देखाएको हो। शुक्रबार साँझदेखि नै काठमाडौँका जोखिमयुक्त स्थानमा प्रहरीले पेट्रोलिङ र माइकिङ गरेको थियो भने
त्यसै कार्यलाई शनिबार पनि जारी राखेको छ। अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुङ्गामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्काएको छ। पानी परिरहेकाले यात्रा जोखिम बढेपछि शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ। नागढुङ्गाबाटै सयौं सवारी फर्काइएका छन्। शुक्रबार गृहमन्त्री ओम प्रकाश अर्यालले सम्भावित विपद जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका थिए, जस अनुरूप खोला किनार तथा डुबान हुन सक्ने सम्भावित ठाउँका बासिन्दालाई सुरक्षित रहन र तत्काल आवश्यक उद्धार गर्न प्रहरी परिचालित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा अविरल वर्षाका कारण बाढी पहिरो र डुबानको जोखिम रहेकाले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमा 3 दिनसम्म रोक लगाएको छ। लामो दूरीका सवारी चलाउन रोक लगाइए पनि शनिबार बिहानसम्म राजमार्गमा निस्किएका सवारीलाई भने सम्बन्धित जिल्लाका सुरक्षा संयन्त्रले गन्तव्यमा पुर्याउने जिम्मा लिएको छ। त्यस्तै गृह मन्त्रालयले शनिबार पनि देशभरका सिडिओहरूसँग सुरक्षाबारे छलफल गरेको छ। बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीमा पानी पसेपछि नेपाली सेनाको टोली खटिँदा अन्य ठाउँबाट पनि हेलिकप्टरबाट आकस्मिक उद्धार गरिएको छ। आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ। देशभर अविरल वर्षाको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप 2 दिन बिदा दिने निर्णय भएको छ। राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो। लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने बाहिरिने सवारी साधन आवाजात मिति 2082 असोज 18, 19 र 20 गतेका लागि बन्द गरिएको व्यवहार निर्देशनाअनुसार जानकारी गराइन्छ। उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारी साधन आवाजात बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ। प्रधानमन्त्री सुशीला कार्कीले बिहिबारै विपद जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई आग्रह गर्दै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिइन्। मोरङमा सेनाले हेलिकप्टर तयारी अवस्थामा राखेको थियो। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले उपत्यकाको प्रमुख जल निकास बिन्दु चोबार गल्छीको निरीक्षण गरेका थिए। बिहिबारै रौतहटमा बागमती र लालबकैया नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिसकेको थियो। शनिबार पनि सशस्त्र प्रहरी बलले विपद प्रतिकारका लागि 35 वटा विपद प्रतिकार बेस मार्फत 7315 जना सशस्त्र प्रहरी परिचालन गरेको छ। 37 जिल्लामा जनचेतनाका लागि माइकिङ गरिरहेको छ भने 135 जना गोताखोरलाई 11 वटा स्थानमा पूर्व तयारीका साथ राखिएको छ। 18 दिने तालिम दिएका 990 जना स्वयंसेवकहरू पनि तयारी अवस्थामा छन्। विपदको अवस्थालाई मध्यनजर राख्दै सशस्त्र प्रहरीका र्याफ्ट बोट, मोटर बोट, हेभी इक्विपमेन्ट, एम्बुलेन्स लगायत उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएको हुँदा आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। हामीले 8वटा चाहिँ मल्टी क्याजुअलिटी भेहिकल र त्यसै गरी 1 लासका 8वटा एम्बुलेन्सहरूलाई स्ट्यान्ड बाई राखेका छौँ भने आइआरटी 10वटा एम्बुलेन्स, ती एम्बुलेन्सहरू पनि मुभको अवस्थामा रहेको छ। त्यसै गरी 28वटा हाम्रो डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरूलाई विभिन्न जिल्लाहरूमा परिचालित गरिएको छ, जसमा 100 जनालाई पुग्ने चाहिँ आफ्टर डिजास्टर रिलिफ आइटमहरू, इमिडिएट रिलिफ आइटमहरू चाहिँ रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिँदै विभागीय प्रमुखहरूसँग बैठक राखेका थिए। घिसिङले सडक विभाग अन्तर्गत विभिन्न कार्यालयका टोलीलाई वर्षाजन्य प्रकोप हुनुभन्दा अघि नै आफ्ना स्थानमा पुगिसक्न निर्देशन दिइसकेका छन्। उनले निर्देशन मात्रै दिएका छैनन्, उनले धोबी खोला करिडोर, मनोहरा करिडोर, बागमती करिडोर, विष्णुमती नदी करिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी समेत लिएका छन्। उनी आफै काठमाडौँ उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोबार गल्छीको स्थलगत निरीक्षणमा पुगेका छन्। सडकमा स्ट्यान्ड बाई राख्नुपर्ने हाम्रो चाहिँ अहिले तत्कालको रेस्क्युको विषयहरू धेरै छन्। त्यो विषयमा हामीले तत्कालै जहाँ रेस्क्यु गर्नुपर्ने इक्विपमेन्टहरू मोबिलाइज गर्नुपर्ने तत्कालै गर्नु पर्यो। नदीको लेभल चाहिँ राति थाहा हुँदैन होइन, त्यो राति नै बढी आउने भन्ने भएको हुनाले सकेसम्म सेफ साइडमा चाहिँ सबै खोला किनारका जोखिमयुक्त बस्तीहरू चाहिँ सेफ साइडमा चाहिँ सिफ्ट भएर एक रातको लागि बस्नुभयो भने
एकदमै सेफ हुन्छ। गत वर्ष झ्याप्ले खोलामा पहिरो जाँदा गाडी पुरिएको खबर नजिकै रहेको संघीय सरकारले 3 दिनपछि मात्रै थाहा पायो। दशैंकै पूर्व सन्ध्यामा बिपी राजमार्ग बग्यो। चितवनको सिमताल पहिरोमा परि 2वटा बस त्रिशुली नदीमा खस्दा 63 जना हराए, 39 जना अझै भेटिएका छैनन्। गत असारमा लेदे खोलामा आएको बाढीमा बगेका 18 जना अझै भेटिएका छैनन्। अर्थात् मौसम पूर्वानुमानको ख्याल नगर्दा र पूर्व तयारी नभएकै कारण विगतमा विपदजन्य घटनाबाट ठूलो क्षति बेहोर्नु पर्यो। यी घटनाहरूबाट पाठ सिकेर पनि हुनुपर्छ। यसपटक भने सरकारले आफूलाई अपजस आउने ठाउँ नछोड्ने मनसायका साथ काम गरेको देखिन्छ। विपद बाजा बजाएर आउँदैन, तर विपदको पूर्व सूचनाका आधारमा सतर्कताको पाटोमा ध्यान दिने सराहनीय कार्य यो सरकारले गरेको छ। गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै वर्षाका कारण बाढी पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरू 24 घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ। मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपदको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ। राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरूलाई स्थानीय तह तथा सङ्घ संस्थाहरूसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ। राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रूपमा गन्तव्यमा पुग्न सहयोग गर्न र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ। बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुल्ला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि भनिएको छ। खेलकुद समाचारसँगै हामी यो समाचारको अन्त्यमा आइपुगेका छौँ। त्यसअघि प्रमुख समाचार पुनः एकपटक। मध्य प्रदेशमा अति भारी वर्षा, काठमाडौँ सहित 18 जिल्लामा रेड अलर्ट, अधिकांश खोला तथा नदीको जलस्रोत खतरा नजिक, शनिबार रातभर उच्च जोखिम। विपद प्रतिकार्यका लागि सबै सरकारी संयन्त्र परिचालन, हेलिकप्टर तैनाथ राख्न निजी क्षेत्रलाई गृहको पत्राचार, 5 स्थलमा जीप दुर्घटना हुँदा 6 जनाको ज्यान गयो। अविरल वर्षाका कारण हवाई र स्थल मार्ग ठप्प, काठमाडौँ आउने सबै नाकामा अवरोध, दशैं मनाएर फर्किएका सर्वसाधारण बीच बाटोमै रोकिए, थप 2 दिन यात्रा नगर्न सुझाव। राजनीतिक सङ्कटका बीच जापानले पायो पहिलो महिला प्रधानमन्त्री, कन्जर्भेटिभ पार्टीकी 64 वर्षीय साने ताकाजी प्रधानमन्त्री नियुक्त। र अन्तर्राष्ट्रिय महिला टी20 श्रृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी, मलेसिया 6 विकेटले पराजित। अर्को खेल भोलि हुने। हवस् त यो हो समाचार सकियो। समाचार बुलेटिनका साथै यो हो टेलिभिजनका सम्पूर्ण कार्यक्रम यो हो टेलिभिजन.com, यो हो खबर.com, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ। मोबाइलमा यो हो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ। तथ्यसहितको निष्पक्ष समाचारका लागि हेर्दै गर्नुहोला यो हो टेलिभिजन। नमस्कार।